नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्दैछौँ इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको बारेमा। उहाँलाई किन मारियो, के कारणहरू थिए र कसरी भयो उहाँको अन्त्य, यी सबै प्रश्नहरूको जवाफ आजको भिडियोमा। त भिडियो अन्त्यसम्म हेर्नुहोस्। सद्दाम हुसेन को थिए? सद्दाम हुसेन इराकका राष्ट्रपति थिए जसले सन् 1979 देखि 2003 सम्म शासन गरे। उहाँ एक तानाशाह नेताको रूपमा चिनिन्थे। उहाँको शासनकालमा इराकमा धेरै मानव अधिकार उल्लङ्घन भएको आरोप लागेको थियो। मुख्य कारणहरू: पहिलो, मानवता विरुद्धको अपराध। सद्दाम हुसेनलाई मृत्युदण्डको मुख्य कारण थियो दुजेल नरसंहार। सन् 1982 मा दुजेल शहरमा भएको एक हत्या प्रयासपछि उहाँले बदलाको रूपमा 148 सिया मुस्लिम नागरिकहरूलाई मार्ने आदेश दिनुभएको थियो। यो घटना मानवता विरुद्धको गम्भीर अपराधको रूपमा लिइयो। दोस्रो, कुर्दिश जनसङ्ख्यामाथिको अत्याचार। सन् 1980 को दशकमा उहाँले अल अनफाल अभियान चलाउनुभयो, जसमा हजारौं कुर्दिश मानिसहरू मारिए। रासायनिक हतियारको प्रयोग पनि भएको थियो। तेस्रो, कुवेतमाथि आक्रमण। सन् 1990 मा सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरे, जसले घाडी युद्धको सुरुवात भयो। अमेरिकी आक्रमण। सन् 2003 मा अमेरिकाले नेतृत्वमा गठबन्धन सेनाले इराकमाथि आक्रमण गर्यो। अमेरिकाले दाबी गर्यो कि इराकसँग सामूहिक विनाशका हतियारहरू छन्, तर पछि यो दाबी झुटो साबित भयो। आक्रमणपछि सद्दाम हुसेनको सरकार ढल्यो र उहाँ भागेर लुक्नुभयो। पक्राउ र मुद्दा। पक्राउ। सन् 2003 को डिसेम्बर 13 मा अमेरिकी सेनाले सद्दाम हुसेनलाई तिक्रित नजिकैको एउटा खाडलबाट पक्राउ गर्यो। मुद्दा। इराकी विशेष न्यायाधिकरणमा उहाँमाथि मुद्दा चलाइयो। मुख्य आरोप थियो दुजेल नरसंहारको। सन् 2006 को नोभेम्बर 5 मा उहाँलाई मृत्युदण्डको सजाय सुनाइयो। मृत्युदण्ड। सन् 2006 को डिसेम्बर 30 मा ईद उल अधाको पर्वको दिन सद्दाम हुसेनलाई बगदाद नजिकै फाँसी दिइयो। उहाँको उमेर 69 वर्ष थियो। फाँसी दिने क्रम विवादास्पद रह्यो किनभने यो मुस्लिम पवित्र दिनमा गरिएको थियो। विवाद र प्रतिक्रिया। विश्वभरि यस मृत्युदण्डको विरोध र समर्थन दुवै भयो। कोहीले यसलाई न्यायको रूपमा लिए भने कोहीले यसलाई अवैध र राजनीतिक बदलाको रूपमा लिए। मानवाधिकार सङ्गठनहरूले मृत्युदण्डको विरोध गरे। निष्कर्ष। त साथीहरू, सद्दाम हुसेनलाई मुख्य रूपमा मानवता विरुद्धको अपराध, नरसंहार र युद्ध अपराधको कारण मृत्युदण्ड दिइएको थियो। उहाँको शासनकाल र अन्त्य इतिहासको एक विवादास्पद अध्याय हो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।